चल जनताको शासनमाथि जनताकै जल्झेला नियम कानुन त्यस्तै कुरा जहाँ पनि चल्खेला यहाँ दोषीलाई जेल हुन्छ निर्दोषीलाई जेला टेबुलमाथि गौतम बुद्ध टेबुल मुनि चल्खेला टेबुलमाथि गौतम बुद्ध टेबुल मुनि चल्खेला तर आफ्नै देश आफ्नै कहीँ छैन तालमेल घरदेखि संसदसम्म जहाँ पनि चलखेल जहाँ जाउँ चलखेल जता जाउँ चलखेल जहाँ जाउँ चलखेल जता जाउँ चलखेल ए छोरी छोरी के गरिरहेको आमा देख्दिन त ए बुबा आउनु भएछ त आमा त अघि भर्खर मामा घर जानुभयो हत्तेरिका हो र मलाई नसुती गएछन् त अब तपाईँ कहाँ जानु भएको आउनु नै भएन आमा त लाग्यो अघि भर्खर यतिखेर त लगभग गाडी चढ्ने ठाउँतिर पुग्नु भइसक्यो होला ल म पनि त्यहीबाट आएको देखिन त कतै खै कुन्नी त्यो त थाहा भएन मलाई ल ल खाना खानु भएको छैन होला म खाना पकाउँछु नि है होइन होइन पर्दैन अघि बसमा आउँदा नि खाएको भोक लागेको छैन ए ल ल म गएँ ए हस् उसो भए देख्नुभयो त हजुरले हाम्रो घरको पारा आमा हुँदा बाउ नआउने बाउ हुँदा आमा नआउने एक दिन म पनि पहिला गएपछि हाम्रो घर पुरै खाली अनि ठिक्क पर्छ अब के होला त हाम्रो घरको पारा हेर्दै गर्नुहोस् है हजुर नि शत्रुको घरमा पाइएछ के गर्ने होला छरछिमेकी भएपछि यस्तै हो काम पार्नै पर्यो के भयो ठगबहादुर यो कोरो टोलाइरहेछौ त त्यस्तो के होइन सानो काम थियो त्यसैले आएको म ल बसौँ बसौँ कसैको जस्तै रिसाउने बानी छैन हाम्रो अर्काको बुढीसँग मस्केपछि रिसाउने मात्रै होइन कुनै डराउन पनि फुस्काउँछु मलाई मात्रै थाहा छ के गर्नुपर्छ बोल्न पनि बात होइन हौ ठग बुढा के भयो बेला बेलामा दिमाग खुसी जस्तै यो कोरो टोलाएर बस्छौ त मेरो चाहिँ होइन बरु तिम्रो चाहिँ फुस्किया होला होइन बुढा पनि यतै रहेछ त हजुर पनि आइपुग्नु भएछ त बस्नु हुन्छ भरे होइन बस्न त किन बस्नु पर्यो होइन हौ ठग बुढा के काम छ भन्दै थियौ त भोबो चाहिए होइन अब कसै काम छ हिँड्बुढी कस्तै गर्छन् यार हत्तेरिका कहाँबाट आएको थियो बुढो पनि पुरै प्लानै चौपट पार्यो
ल केटाहरू कता हिँड्ने कि हुल बाँधेर आमामा हिँड्न जान लाग्यो नि ल जान्न के म तिमीहरू जाऊ काम छ के हिँड्न भने हे म जान्न कि तिमीहरू जाऊ जाम न जाम हिँड्न हामीसँग जाऊ न त जाऊ तिमीहरूले कर लगाइहालेको छैन ल आइज हेलो सर मान्छे देख्ने बित्तिकै हेरेको हुनुपर्छ तपाईँ कस्तो राम्रो मान्छे यार केटी भइदियो लभै गर्ने सोचे कस्तो हावा कुरा गर्नु भएको तपाईँले तपाईँ देख्ने बित्तिकै ठ्याक्कै पशुपतिको जङ्गलमा डुल्ने बाँदर जस्तो देख्नु भएको रिसाउनु न तपाईँ यस्तो दामी मान्छेलाई हाम्रो गाउँमा राम्रै केटी छ लभ गर्ने हो र राम्रो केटी त मलाई पनि पटाउन साह्रै मन लागिरहेछ मलाई दिनु न त 1000 म अहिले लिएर गइहाल्छु नि सही मुर्गा भेटे यार के भन्नुभयो केही न तपाईँ क्या ह्यान्डसम देख्नु भएको छ भनेको के गाउँमा त केटीहरूलाई कस्तो हतार भइसक्यो ल जाउँ ए सराउनी एक ल्याएको अर्को ल्याऊ त खाने बेलामा चाहिँ विचार गरेर खाए मजाले कुरा यस्तो कि होइन त सुने चाहिन मेरो हो चिन्ता नगर्नु रे मेरो व्यवस्था भइहाल्छ नि केटा हो होटलमा के छ टन्न मगाउँछ के गर्छ सोध्योहरू मसाले मक्ख भएको
गिलास ल्याए त मजा नि ल केटाहरू म चाहिँ गएर आउँछु है ल छिटो आइज नि मलाई यहाँ पुगेकै छैन ओके ब्रो डान्डर म आउँछु चाँडै आइज सीजन में सुइजाएको के गर्छ सीता ए आएगा सीता आएछ है मजा नि सीजन पनि सिजाएको त सबैजनाले हात हाल्ने मेरो म चाहिँ रक्सी मगाएर आउँछु है ल आउने ल आउने बिस्तारै बिस्तारै गर्न सक्नुहोस् जिसिएर हाल्नु पर्छ केटाहरू कोही पनि आएन रक्सी गर्छ होइन साथीहरू चाहिँ गइसक्यो तपाईँ चाहिँ जानु पर्दैन हाम्रो हिसाबले कति भयो यसो गरेर ल्याइ नि हौ पक्नु म हिसाब गरेर आउँछु हुन्छ म यसो पहिले गरेर आउँछु है कहाँ हुन्छ त्यसरी पहिला पैसा दिएर अनि मात्र जाऊ तेरो साउनी म कहाँ नजिक जाँदै त हौ अहिले हल्का भइरहेको छु के बुझ्नु नि तपाईँ के भयो हेर्नु न पैसा मागेको खिचिज गरिरहेछ तिमीले के हो भाइ खाएपछि पैसा तिर्नु पर्दैन तिर्छु भनिरहेको छु त अझै खाना बाँकी छ साथीहरू आउनु बाँकी नै छ ल ल गएर आउने अनि यसरी तिर्ने है हस् कहाँलाई खोटा किसान आउँछ भनेर भाग्ने साफ गर यहाँ पुरै साफ गर्ने केटाहरूले फसाइ
राम्रोसँग सुका गिलास बोतल यहाँ राख्ने सक्यो गिलास 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 राम्रोसँग फुट्ला भित्र राख्ने भित्र ए बाबु पो आएको होइन यो हाम्रो घरमा हात्ती भन्दा नि ठुलो कसको इन्ट्री भयो आजभन्दा अगाडि त कहिले देखेको थिएन त बा के भयो बाबु बुवा त बाहिर जानु भएको छ त मिटिङले यहाँ तपाईँलाई त मैले चिन्नै गाह्रो भयो नि त हो बाउको बहिनी मेरो कुकु भनौँ भने बुढाको बहिनी नै छैन अब आमापट्टिको दिदी बहिनी भनौँ भने पनि तपाईँ जस्तो हात्ती छैन के हार्नु सबजना खान पाए पनि खान नपाएर मकै ढोड त सुकेर यत्रा यत्रा भएका छन् अब भन्नुहोस् त तपाईँको परिचय ल बाबुले चिनेन म तिम्रो आमा हो नि होइन मेरो आमा त जमानामै बितेर स्वर्गमा जानुभएको साह्रो गाह्रो पर्यो त हो मलाई त होइन है आमा हजुरलाई माथि स्वर्गमा यमराजले ठाउँ दिएन कि क्या हो फर्के फेरि धरतीमै आउनु भएछ त त्यो पनि पुरै शरीरै चेन्ज भएर जे स्वर्गमा हाम्रो आमालाई चाहिँ यमराजले खुब मान्दो रहेछ यहाँबाट जाँदा त लिखु र हटिएर छाला भन्दा थिएन आम्माम्माम्माम अहिले त क्या क्या पुरै हात्ती जस्तै भएर आउनु भएछ नि हो होइन तिमीले भन्न खोजेको चाहिँ के हो म कहिले मरेको छ र स्वर्ग जानु के सौतेनी आमा भनेर हेपेको हो मलाई नरिसाउनु न आमा अनि यो सब चाहिँ कसरी भयो आमा ल सुन बाबु यसपालिको तीज पनि धुमधामसँग मनायो होइन त केटाहरू हो नि दाजु
त तिम्रो घरमा काम होला तिमी जाऊ अहिले हुन्छ नेताजी ल म गएँ है त ओके सुन त तिमी चाहिँ एकछिन बस्छौ तिमीसँग काम छ है ओके नेताजु भन्नु न नेताजु यो डनले चाह्यो भने बालो मफ्रीको माछा पनि समातेर ल्याउँछ डन म डन के भन्छ यो मेरो मतलब पानीमा नाचेको माछा समाएर ल्याउँछु भनेको नेताजी कसैलाई मार्नु पनि पर्दैन उठाउनु पनि पर्दैन बस एउटै काम गर्थ्यौ हुकुम होस् नेताजी तपाईँको अगाडि 2 मिनेटमा टक्राउँछु डन हुँ म डन ल ठिक छ उसो भए हेरौँ ल म तिम्रो काम जाऊ गएर भन तिमीलाई नेताज्यूले भेट्न बोलाएको छ भनेर त्यो अघि नै पिचमा गीत गाउने मोटी दिदीलाई ओके नेताज्यू सोच्नुहोस् अब तपाईँको काम भयो डन हुँ म डन आइपुग्यो नेताज्यू तपाईँले भनेको मान्छु शाबास तिमीले राम्रो काम गर्यौ तिम्रो लागि पनि म पछि के हेरौँला ल अहिले तिमी जाऊ तिम्रो लागि पछि म के हेरौँला ओके नेताज्यू आऊ नजिकै बस्नु न काम थियो कि नेताज्यू छ नि नेताज्यू चाहिँ नभनेको भए हुने अनि के भन्नु त मेरो नाम धनप्रसाद हो नि धन भन्दा हुन्छ नि हस् मैले तिमीलाई कार्यक्रममा देखेदेखि नै मन पराएको तर भन्न नसकेर यहाँ बोलाएको नि हो र हाम्रो त सम्बन्ध टुटेको पनि 2 वर्ष भइसक्यो अहिले त म एक्लै छु हेलो के सोचिरहनु भएको त्यस्तो केही होइन सुन न तिमी पनि एक्लै रहेछौ म पनि एक्लै घरमा छोराले पनि बेगर घर भनेर कराइरहेछ के तिमी मलाई साथ दिन्छौ त होइन के भयो किन एकहोरो टोलाको टोलै गरिरहेको होइन टोलाको कतै हजुरले मलाई झुट त बोल्नु भएको होइन नि उसो भए त जाऊ न त अरू कुरा चाहिँ तेरै बाउला सोध म चाहिँ बाहिरतिर जानु छ एकछिन बाहिर गएर आउँछु है बस जोस बुढा चाहिँ बाठै रहेछन् ओहो माने मैले जनताको शासनमाथि जनताकै जल्झेला नियम कानुन त्यस्तै कुरा जहाँ पनि चल्खेला यहाँ दोषीलाई बेल हुन्छ निर्दोषीलाई जेला टेबुल माथि गौतम बुद्ध टेबुल मुनि चल्खेला टेबुल माथि गौतम बुद्ध टेबुल मुनि चल्खेला घर आफ्नै देश आफ्नै कहीँ छैन तालमेल घरदेखि संसदसम्म जहाँ पनि चलखेल जहाँ जाउँ चलखेल जता जाउँ चलखेल जहाँ जाउँ चलखेल जता जाउँ चलखेल चलखेल